हेलो साथीहरू सबैजनालाई गुड मर्निङ नमस्ते अनि जोरले सबैजना सन्चै आरामै हुन्छ होला। म भने एकदम आरामै छु। पुस महिना जाडो छ, एकदम तातो नानो भएर बाक्लो लुगाहरू लगाएर न्यानो भएर बस्नु होला। चाहिँ बिहान उठ्यो, अब मुख सुत्दैछु, त्यही छ, अब बसिरहेको छु हो। त देख्न सक्नुहुन्छ मेरो बाबा र मम्मी अहिले हाम्रो साथमा नभए पनि मनमा छ, हृदयमा छ। यहाँ फोटोहरू चाहिँ मैले यसरी सजाएर राखिरहेको छु। अब खाना पकाउने बेला नि भयो। अन्त तिन खाएको प्लेटहरू पनि यस्तै छ, बासी भात पनि यही छ। अब जुत्ता भने 4x4 भएछ यार, एक जोर मात्रै छ यार। किन्ने पैसा छैन, यही लगायो, यही रनिङ सनिङ गऱ्यो, यताउति हिँड्दा नि यही जुत्ता। जुत्ता किन्नलाई बुढीलाई फकाउनु पर्छ, गाली गर्छ फेरि। पैसा माग्दा नि कति माग्नु, मागै छ। त बुढाबुढीको टक्क लगाएर फोटाहरू देख्न सक्नुहुनेछ। ल टक्क कुखुराको मासु पनि लिएर आयो। अब आलुसँग मिसाएर चट्ट बनाएर खानुपर्छ। त्यहाँदेखि हुन्छ तरकारीहरू राख्ने स्टोर गर्ने ठाउँ। भाँडाकुँडाहरू रहेको छ भित्रपट्टि। नुन सुनहरू राख्ने ठाउँ। ल तरकारी अब पाक्न लागिसक्यो। खाना खाएर सुतेको बुजुक्कै निदा आएछ। हल्का भोक लागे जस्तो छ। के छ खानेकुरा? दही छ, दही खानु पर्ला। बहुत डेरीको दही हाल्नु पर्यो। मिठो मिठो देख्न सक्नुहुन्छ। हेलो गुड मर्निङ साथीहरू फ्रम पोखरा स्टेडियम एन्ड टुडे खेल। देख्न सक्नुहुनेछ मर्निङको भ्यू। यहाँ चाहिँ सेती खोलाको तलकोबाट बाफाहरू उडिरहेको छ। देख्न सक्नुहुनेछ। यहाँ मुनिबाट तातो बाफ आइरहेछ। टक्क यहाँ बिहान स्टेडियममा रनिङ गरेर आएर स्टिचिङ फिजिकलहरू गर्नलाई चाहिँ मजाको यस्तो
डेमोन्स्ट्रेसन बनाएको छ दामी छ यहाँ ठाउँ टक्क लगाएर देख्न सक्नुहुनेछ बबाल राम्रो छ यता पनि बनाएको छ यता पनि बनाएको रहेछ ल यो चाहिँ मिनी हटपटमा अन्डा बोइल गर्दै साथी आजको लागि भिडियो चाहिँ यति नै के कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन नभन्नु होला र लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्नु होला रुगो बनिन लाग्छ त्यति सन्चो हुन्छ नि टाउको दुखिरहेको छ के कस्तो लाग्छ भिडियोहरू हेर्दै गर्नु होला सल्लाह सुझाव दिँदै गर्नु होला ओके आजको लागि भिडियो चाहिँ यति नै